लामा हजुरले एउटा कुरो राख्थे हुनुहुन्थ्यो नि अघि के कुरो अरे सबैलाई नमस्कार। हजुर मलाई एउटा कुरो चित्त बुझेन बाबु। के होला अब वृद्ध आमाहरूलाई त्यो फेरि पैसा थप्ने अरे अँ, दिए भन्दा नि बढी। अँ, फेरि यी 60 वर्ष पुगेकालाई त अब यी कति बाँचिन्छ र बाबु, यस्तो जमाना छ। औषधिले उभिएको शरीर छ। अँ। अब बरु 60 वर्षकालाई त्यो पैसा दिए हुन्थ्यो नि भन्ने कुरो मेरो के। अबको 60 वर्ष पुगेकालाई ती बरु वृद्धहरूलाई त्यो बरु अघि दिएको पैसा दिइराख्ने, उम्, तिनलाई नथपिकन ती 60 वर्ष पुगेकालाई दिए हुन्न। त्यो वृद्ध वाकालाई कति थप्न लाग्छन् रे 5,000 भन्दा सुनेको छु के अरे बालन सरहरूले र रविले। पहिला कति दिन्थे वृद्धलाई पहिला त अब वर्षको 5,000 12,000 होइन, वर्षको 48,000 हो त्यही कति हो त्यो 4-5,000 को दर अहिले दिन्थे। त्यहाँ अहिले फेसबुकमा अब 10,000 दिँदैछन्। 5,000 थप्ने अरे अनि एउटालाई। 10,000 हुने भयो नि त त्यही भरे हो, 9-10,000 हुने भयो। अनि यो हजुरको कुरो चाहिँ के भयो भने त्यो अहिले थप्नभन्दा बरु यता उमेर घटाउने उमेर घटाएर त्यही पैसालाई बाँड्ने बाँड्ने। ती गरेपछि 60 वर्षकालाई नि दिने। ती पनि बिचरा कति बाँच्छन्, कोही अस्पतालमा लडेका छन्, कोही खुट्टा भाँचिएर हिँडेका छन्। 60 वर्षमा नि कमजोर भनेर होइन, 60 वर्ष नै मान्छे कमजोरै छन् नि त। छन् नि बाबु। अब कोही कस्ता छन्, कोही कस्ता छन्, बरु तिनलाई पनि दिने बनायो नि त। अब उनीहरूलाई कामिनलाई ती साना जातिलाई 60 दिए। उनीहरूले त फेरि 60 नै पाइरहेका छन् दलितले। उनीहरूलाई 60 दिने। अब मलाई त त्यो कुरो ख्याल आमाहरूलाई पनि 60 दिए। आमाहरूले खान्थे, कोही वृद्ध भएकै 60 वर्षी त वृद्ध भनेपछि अब यो के भने अब मान्छे सबै समान हुन् होइन। समान हुन्। अब त्यसरी चाहिँ बाहुन र ऊ भन्दैमा छुट्टाएर 10 वर्षकै फरक नपारे हुन्थ्यो भन्ने कुरो हजुर नपारे हुन्थ्यो। यो 60 दिए राम्रो अब हुन्थ्यो। बाहुन पनि गरिब त छन् नि त। किन नहुने नि, कोहीले त चामलै नखाने नि छन् नि, चामल खान नपाउने नि उनीहरूले 60-65 पाछन्। तिनीहरूले त दिइराखे। त्यो त भेद भयो नि त्यसलाई त त अब त्यसै त। स्कुलमा पनि लो यिनीहरूको भन्ने तिनीहरूलाई दिइरहन्। कापी कलम पनि दिएकै छन्, नदिएका छैनन्। अब कोही त ती केटाकेटीले त बुझ्दा रहन्छन् क्या बाबु। धनीका छोराछोरी पनि उनीहरूलाई दिएको देखेपछि आशा हुन्छ रुन्छन् बर। मैले बच्चा लिएर जाँदाखेरि एक फेरि यो कुरा राखेँ। यो बच्चाको त धनी छौँ, हाम्रा बाबामा धनी छन् त भन्दैनन् के। बच्चा भनेको बच्चा। यो हाम्रोको त अब यिनीहरूलाई थप्नभन्दा बरु 60 वर्षकालाई दिए हुन्थ्यो भन्ने कुरो आयो भने मैले बुझिनँ कि। यसरी फेसबुक हेर्दाखेरि ल है वृद्ध आमाहरू, हजुरहरू एकदम खुसीको कुरा आयो, अझ 5,000 थप्ने भयो हजुरहरूको भत्ता भन्दाखेरि अरूलाई पनि दिए हुन्थ्यो नि। बरु सबैलाई 60 वर्षबाट बनाइदिएर आफ्नी आमादुर संसारलाई मिठो छ। आफ्नी आमादुर जस्तो भए पनि त्यो पनि सरकारको धन हो, हुन त हाम्रै धन हो। भए पनि अहिले त सरकारमा गनियो छ नि। ती 60 वर्षका लागि देऊ बाबु। हामीले कति गरेर भोट जिताइयो होइन। यहाँ कति त बाँचिएला भएर 60 वर्षबाट ठिक्क हो क्या। हामी यति टाढा भए पनि तिमीरै पक्ष हामी बोलेका छौँ। यो 60 वर्षको उमेरकालाई भत्ता देऊ राजा। हामीले घन्टियै भोट दियौँ। रवि मैले दिनराति यिनलाई लाइनमा पनि देखेकालाई मैले ऊ लगाइदिएकै छु। घन्टीलाई होइन, यी रविलाई पनि लगाइदिएकै छु, ती बालनलाई नै लगाइदिएकै छु क्या। देखे लगाइदिन्छु, मेरो फोटो उहाँ गइछ। तर 60 वर्ष पुगेपछि यिनलाई भत्ता देऊ। अब नयाँ सरकार हो, धेरै थोरै जति तिनको रिसारेको होइन है मैले। तिनले खाए भनेर होइन, उनलाई त 12,000 भएपछि त भयो नि। यिनलाई पनि 48,000 आउँछ कि वर्षको 48,000 आउँछ। अब थप्दाखेरि त 1 लाखै पुनि भयो। अनि यिनलाई विधवा भत्ता पनि दिइराखेका छन् होइन। ती 60 वर्ष पुगेपछि त बाबु सबै बिर्दै हुने जस्तो अवस्था आछ का अहिलेका औषधिले गर्दा। औषधिले गर्दाखेरि अब काम गर्न नसक्ने जस्तो। म दिनभरि घर बसेको छु, यो कोदालो खन्न सक्दिनँ। त्यही 4 रुपियाँ भए पनि त माथेडा गइन्थ्यो, केही खाइन्थ्यो होइन। जसलाई नि आशा लाउँछ आफ्नी आमा दुध। होइन हजुरलाई के भयो भने त्यो 70 अरूले 60 वर्षै पाएर छन् होइन। तपाईँको अरूले चाहिँ नि 70 वर्ष गर्दा पनि यहाँ फोनमा बोलेको छ। ल यसरी दिने बा देऊ, यिनीहरू
60 वर्षै देऊ भत्ता दिने भए त्यहाँभन्दा के गर्न सक्छन् न अबका बुढाबुढीले औषधिले केही छैन कोदालो खन्न सक्दैनन् किसानहरूलाई खान सक्न छोडे त्यही पनि यसो मिठो मसिनो किनेर खान्छन् भनेर आइकी एउटी बहिनीले नि भनेको थिइन् तिनको नाम पनि जान्दिनँ मैले त्यही फेसबुकमा हेर्ने हो अब बोल्न नि जान्दिनँ त्यो भएर यसो मन आएको कुरा परे 60 वर्ष पुगेपछि अर्कै हुँदो रहेछ मन पनि काम गर्न नि नसकिने है यस्तो भएर मैले यति कुरा राखेँ यो अब कसैलाई बालेनसम्म रविसम्म पुग्यो रविसम्म नि पुग्यो संसारले हेर्छ के र नि कसैको चित्त पनि नदुखोस् कसैको चित्त दुख्नेरी मैले भनेकै छैन बा आमाले पनि त्यो थप्ने पैसा यसो भनी फलाइनले भन्न परेन मुख त सबैको छ आमा दुध सबैलाई मिठो हुन्छ राजा हामीले पनि खाइन्छ भन्ने कुरो हो यति भन्दै हस् हुन्छ म हजुरलाई छ हजुरले साह्रै राम्रो कुरो राख्नुभयो यो कुरो चाहिँ जायज छ अब यो कुरो म चाहिँ तपाईँको बालेनसम्म रविसम्म अहिले भर्खरलाई पुऱ्याइदिन्छु है फेसबुकमा हालेर पुऱ्याइदिइहाल्छु हस् ल है त यति भन्ने त धोको थियो मेरो आज भने मैले हस् हुन्छ ल हस्